के भन्छ यसलाई के भन्छ थाहा भएन तर भ्यू चाहिँ यस्तो देखिरहेछ गाइस हेलो गाइस के छ त हाल खबर आज धेरै दिनपछि एउटा भिडियो बनाऊँ कि भनेर लाग्यो है त हामी चाहिँ आज कहाँ जान्छौँ भन्दाखेरि ककनी जान्छौँ ककनी यस्तो घुम्न जाऊँ आज यस्तो घाम खुलेको छ टक्क लाएर कस्तो छ ककनी हैन ककनी त गइसकेको छ धेरैचोटि त्यही पनि आज जाऊँ म चाहिँ अब यहाँबाट बानेश्वर जान्छु बानेश्वरबाट एकजनालाई एक साथीलाई उठाएर त्यहाँबाट हामी ककनी जान्छौँ है त गाइस तपाईहरु 50 भन्दा माथि चाहिँ कहिले पनि नजानु होला यस हाइवेमा रिङ रोडमा चाहिँ हाइवेमा चाहिँ कति 60 70 कति छ स्पिड रिङ रोडमा चाहिँ 50 भन्दा माथि चाहिँ नजानु होला किनभने कडा छ नेम कडा नेम नभए नि त्यो आफ्नो सेफ्टीको लागि हो त्यसैले त्यो चाहिँ नगरिदिनु होला भन्न चाहन्छु म पनि 50 भन्दा जाँदैन माथि भयो अब हामी बस स्टपदेखि लेफ्ट साइड लागिसक्यौँ म यहाँबाट हामी कहाँ जाने आज ककनी जाने होइन त ककनी पहिला अहिले हेरौँ पहिला जाम काटौँ अगाडि राम्रो बाटो आउँछ त्यसपछि त हामी कस्तो कस्तो भिडियो खिच्छौँ आज हेर्नु होला तर आज खै बानेश्वरदेखि बस पार्क आउनलाई मलाई कति आधा घन्टा लाग्यो होइन त आज एकै घन्टा भन्दै मलाई यहाँसम्म आइपुग्न बास गाह्रो भयो अब हामी यहाँबाट चुई ककनी जाने ककनी लास्ट त्यो भाइरा डाँडा छ नि त त्यो सबै घुम्न जाने अहिले त हरियाली होला है हरियाली भने त मजा आउँछ भिडियो सिडियो अब धुलो धुवा छैन अगाडि तिमी भन्यो नि त्यो बाटो यहीँ जोडिन्छ क्या त्यो तर जाम छ क्या त्यहाँ आज फालेर ल आइयो है त आइयो नाम बिर्सेँ नागार्जुन हो क्या नागार्जुन मलाई पनि थाहा भयो नि हो नागार्जुन हो यो ल है हेरौँ है ककनी कति किलोमिटर रहेछ ल बल्ल शीतल भयो यार ओहो बजायो नि त ल यो के आर्यु ब्यारेक हो हाइट हाइटमा आर्यु ब्यारेक भएको होइन यहाँबाट माथि जाने नि त के अरे यो के जसले यो यहाँबाट हाइक जाने कहाँ अरे मैले बिर्सेँ यार नागार्जुन शिवपुरी जाने बाटो होइन यो बाइक पनि जान्छ यहाँ कसो छ काठमाडौँको भ्यू कहाँ स्वयम्भू पछाडि हो नि त यता साइडमा यो त त्यो के अरे बुढालिङ घन्टा क्या तपाईलाई कस्तो लाग्यो त मैले अगाडिबाट मेरो फेसतिर राखेर खिचेको थिएँ कस्तो लाग्यो तपाईँलाई भिडियो यो मेलम्चीको पाइप यहाँ होइन हुन चाहिँ खानेपानीकै होला तपाईँलाई थाहा छैन कमेन्ट गरिदिनु होला गाइस किसको पाइप हो गाइस क्वालिटी कस्तो छ के छ मलाई थाहा छैन हेरिदिनु होला टक्क लगाएर धेरै नमच्चाम हामी धेरै मच्चाएको पनि छैन अब यस्तो छ ठाउँ चाहिँ हरियाली छ अहिले चाहिँ गर्मी भयो गर्मी चाहिँ भइहाल्छ नि गर्मी एरिया के कस्तो छ ठाउँ हेर्नु है गाइस मस्त छ है ठाउँ त कस्तो लाग्यो तिमीलाई अहिले यो ठाउँ हेर होइन अनि अहिले माथिबाट अर्कै भ्यू देखिन्छ अहिले कस्तो लाग्छ भने है यहाँको फेमस के हो थाहा छ कस्तो छ पारीको ठाउँ कस्तो छ गाइस मकैको बारी रहेछ यार
7मा क्लास 7 र क्लास 6 7मा त लकडाउन थियो होइन स्काउट क्याम्पिङमा ए त्यो माथि छ हो छ तर त हामी त्यहाँ जाँदैन त्यहाँ कच्ची बाटो छ तिमीहरूको जुन स्काउट क्याम्पिङ छ नि त्यो चाहिँ कच्ची बाटो छ होइन तर हामी जाँदैन त्यहाँ चाहिँ तिमीहरूको त्यो पारिपट्टि डाँडा हो अहिले मैले देखाइदिउँ ल हामी चाहिँ वारिपट्टिको डाँडा हो बाटो त मक्खन बनाइरहेछ क्या अहिले चाहिँ यार हो कि नै भन न यो बाटो कति 6 महिना कि कति 3 महिना कति महिना बनाएको क्या कस्तो एक छिटो राम्रो छ बाटो ओ बस देखियो है बल्ल देख्यो लोकल बस है के भयो भाइ एकछिन भ्यू यस्तो त हामी त्यो बाटो आएको होइन त्यो तलको बाटो चाहिँ कुन रहेछ थाहा भएन त्यो फोहोर पार्ने गाडी ठाउँ जाने बाटो हो क्या त्यो अनि त्यहीबाट आयो क्या होइन हाम्रो बाटो त्यो आयो अनि त्यही त घुमेर ऊ माथिबाट आइरहेछ त त्यहाँ खोल आइरहेको छ नि हेर नि त्यो जुम गरेर त्यहाँबाट हामी यता त्योबाट त्यो पारी देखिरहेको छ नि त्यो रातो घरहरू पारी ठुलो त्योपट्टि एउटा हामी अनि यस्तो छ ठाउँ यस्तो बादल लागिरहेको छ ड्रोन ल्याउनु पर्ने तर ड्रोन उडाउनु पाइँदैन यहाँ किनभने आर्मी छ आर्मी भएको ठाउँ ड्रोन अलि उडाउनु मिल्दैन अनि यस्तो छ ठाउँ यहाँको चाहिँ यस्तो कच्ची रहेछ है गाइस धेरै छैन म्याक्सिमम् 50 मिटर होला 50 कि 100 मिटर होला यो धेरै पनि छैन त्यस ल कति चिप्ल्यो है होला कस्तो चिप्लिन्छ क्या कस्तो बवाल छ है ठाउँ त ठाउँ त कस्तो बवाल छ है एकपट्टिको बाटो त छैन त यार कता गएछ एकपट्टिको बाटो हामी ककनीको यो बजार अब जामै हामी माथितिर यो हो क्या एउटा अर्को बाटो बाटो त लास्ट सानो छैन यहाँको चाहिँ तिमीले धुलो धुवा छ भन्थ्यौ त धुलो धुवा छ भन्थ्यौ त रहेछ अलिअलि कहीँ छ है डन हो नि डन ए होटेल जाऊ बाटो बाइक पार्क लगाएछ हामी पार्कको त्यहाँ गऱ्यो बाइक अब हामी हिँड्दै जानु लाग्यौँ गोप्रोमा चाह सकेछ यार तपाईँसँग त ऊ र म है ऊ चाहिँ मेरो साथी ऊ टिस्टर र हामी आइरहेछौँ हामी तल यहाँबाट जान्छौँ तल गार्डनतिर के अरे चौरमा अझ हिँड्दैन है किनभने यस्तो छ बाटो त्यसरी बाइक नल्याएको मैले यहाँ त बाइक ल्याउनै मिल्दैन किन बाइक राख्छ नि तल लग्ने लाग्छ नि मेरो नि यहाँ त एउटा बाइक ल्याउने ठाउँ बनाएको छ त कसैले यहाँबाट लिएको छ बाइक तर हामी चाहिँ ल्याउँदैन किनभने बाटो खतम छ ऊ यसरी नै हिँड्न झ्याउराएको छ भन्छ यस्तो छ बाटो अनि यहाँ सिकाइरहेको छु रिल खिचिरहेको छ रिल हेर्नको लागि इन्स्टामा फलो गर्नु है हो कि होइन रिल राम्रोसित खिच है बाटो चाहिँ यस्तो छ है गाई बाटो के तर त्यहाँ माथिको बाटो राम्रो भएको चाहिँ त्यो हुन्थ्यो ल्याउने थियो हुन्थ्यो र चिप्लियो क्या धेरै नखिच
धेरै पर्दैन 10-12 सेकेन्डमा पुग्छ एउटा रिल हाल्ने त हो रिल कि स्टोरी हाल्ने त हो अनि यस्तो छ चौर यहाँ चाहिँ के हो यो कुहिरो हो बादल हो जाउँ यहाँ अस्तिर म आउँदा मेला थियो यार अनि ऊ त्यो पिङ हो नि त्यो यसो चौर यहाँ चौर आएर भिडियो खिचेर चौर चाहिँ यही हो गाइस तपाईँहरू नि आउनु होला है यस्तो छ भ्यू भिडियो फोटो खिचिरहेको छौँ छोटो छोटो यताबाट खिचौँ तिमी भिडियो खिच ल स्टोरी लागि हामी चाहिँ भिडियो स्टोरी फेसबुक इन्स्टाको लागि चाहिँ भिडियो सिडियो फोटोसोटो खिचिरहेको छौँ हामी यस्तो छ फोटो चाहिँ भ्यू चाहिँ होइन अनि के भन्छ यसलाई के भन्छ थाहा भएन तर भ्यू चाहिँ यस्तो देखिरहेको छ गाइस यो चाहिँ यसै भिडियो खिचिरहेको छ टाइमलेस यस्तो चाहिँ यो हामी यहाँ माथिबाट आएको यस्तो छ मजाले बादल चाहिँ चाहिँ निस्किसक्यौँ अब त के छ यहाँ भ्यू यस्तो छ आइहाल्यो त झन् बादल गइसक्यो यता एक्लै बादल छ कुहिरो गयो तर यताको भ्यू चाहिँ राम्रो छ यार यताको पनि भ्यू राम्रो छ यार अब हामी निस्किसक्यौँ ऊ त्यहाँ माथि गुम्बा रहेछ एउटा त्यहाँ माथि त्यही भने हामी निस्किसक्यौँ म यस्तो हिँड्दैछु म चाहिँ यस्तो हिँड्दैछु